मैले यो मामफुली सोलीले पुरा हेल्प मागेर टक्क ल्याएर अस्ति नै कुरा भएको थियो अविनाश भ्लग के अहिले भेटेपछि म तपाईँहरूलाई देखाउँछु है त कतिको हेल्पफुल हुनुहुन्छ उहाँ है लामा 3G भ्लगलाई मामफुली बबाल सपोर्ट बबाल सब्सक्राइब भन्नु पऱ्यो यति हेल्पफुल हुँदो रहेछ उहाँ चाहिँ बबाल लाग्यो मलाई चाहिँ एकदम राम्रो लाग्यो हेलो नमस्ते एन्ड लस्सो फ्याबुल साथी फेरि आई होप हजुर सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु अनि वेलकम टु न्यू भ्लग तपाईँलाई एकदम स्वागत गर्न चाहन्छु मेरो मनैदेखि है त साथीहरू आजको भ्लग चाहिँ रहेको छ फेरि मैले एउटा युट्युबको लागि के साथी फेरि होइन हेल्प मागिरहेको छु के कस्तो हेल्प भन्दा अब म युट्युबबाट उँभो नालामै भयो अनि मैले यो मामफुली सोलीले पुरा हेल्प मागेर टक्क ल्याएर अस्ति नै कुरा भएको थियो अनि कुरो भएको थियो अनि अस्ति मैले छोडेको थिएँ कि बिचमा फेरि भ्लग गर्न प्रब्लम भएर अनि आज यसो भ्लग हेर्दै बस्छु कि म मामफुली सोल्टी पनि यहीँ माथि बस्नु हुँदो रहेछ अनि मामफुली सोल्टीले मैले अघि म्यासेज गरेको अनि उहाँले रिप्लाई गर्नुभयो अनि भेटौँ त सोल्टी यस्तो यस्तो भएको छ भनेर पहिला पनि कुरो भएको थियो अघि पनि म्यासेज टक्क गरेको अनि सोल्टीले पनि ल भेटौँ त कता भेट्ने हो भने क्या अनि ट्यागको बारेर म भेट्न जाँदैछु होइन आज हाम्रो मामफुली भनेको अविनाश भ्लग के अहिले टक्क क्लच फ्याट ड्याङ 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 पड्काएर ठाउँ हल्लाएर हिँड्छ नि त अनि म पनि अब सोल्टीसँग यसो मिलेर चाहिँ केही गर्नु पऱ्यो भएन अब एउटाको त मलाई हेल्प चाहिन्छ जसरी भए नि म एक्लैले गरेर चाहिँ उड्न लाग्दैछ साथीहरू होइन अनि अब मामफुली सोलीले के भन्नुहुन्छ अनि यो युट्युबको सेटिङहरू कसरी भ्लगमा बोल्ने यो सबै कुराहरू सोध्छु कि म टक्क बसेर होइन ल सोल्टीहरू अब के अरे साथीभाइहरू एकछिनपछि मामफुली सोली भेटेपछि म तपाईँहरूलाई देखाउँछु है त कतिको हेल्पफुल हुनुहुन्छ उहाँ है अब मैले चाहिँ फर्स्ट टाइम भेट्ला हो ल टक्क गरेर उता भेट्छु साथी ल मामफुली सोलीले चाहिँ मैले यहीँनिर बोलाउनु चाहिँ होइन 5 मिनटमा आउनु भनेको थियो ट्याक्क फेरि केमा आउनुहुन्छ उहाँ फेरि छैन खोइ माथिबाट आउनुपर्ने हो आउनु चाहिँ मामफुली सोल्टी चाहिँ उहाँ घर जाने बाटो चाहिँ यही जस्तो लाग्छ मलाई भिडियो हेर्दै चाहिँ किन फोन गर्नु पऱ्यो यता बस्यो आज स्कुल लिएर आएर त क्लास पढ्दै लिएन त मामफुली सोल्टी लेखेँ यहीँ राख्दा हुन्छ है ल सोल्टी यार फर्स्ट टाइम भेटेर खुसी लाग्यो यार मैले रिक्वेस्ट गरेँ मान्नुभयो कता बस्ने हेलो साथीहरू के छ यार मामफुली ग्याङहरू के छ हाम्रो चाहिँ टोटल आएर खाजा खाँदैछौँ उहाँको हिरो 13 रहेछ कि यसो हिरो 13 क्वालिटी चेक गर्दैछु म चाहिँ ओपी इन द च्याट बारेमा है के छ सबले सपोर्ट गरिदिनु होला उहाँलाई लामा 3G भ्लगलाई मामफुली बबाल सपोर्ट बबाल सब्सक्राइब भन्नु पऱ्यो तपाईँले देखिसक्नुभयो होइन आज चाहिँ म मामफुली सोलीले भेटेर एकदम खुसी छु अनि उहाँलाई पहिल्यै म्यासेज गरेको थिएँ पहिलादेखि नै भ्लग हेर्थेँ होइन अनि म बिरामी भयो झन् बिरामी चाहिँ उहाँहरूको भ्लग हेरेर होइन धेरै भ्लगरहरूको भ्लग हेर्थेँ म अनि उहाँको चाहिँ प्रायः मैले धेरै हेरिरहेको थिएँ अनि मलाई एकदम झन् हेरौँ मन लाग्ने क्या जति हेरौँ होइन आफू पनि बिरामी त्यो कामै के त त्यसरी भ्लग हेर्ने अनि मैले नै भ्लग सुरु गरेको चाहिँ उहाँहरूबाटै हो क्या टक्क परेर अब केही गर्नुपर्छ नेपालमा बसेर विदेशबाट फर्किसकेपछि बिरामी भइसकेपछि केही त गर्नुपर्छ यहाँ बसेर मात्र हुँदैन त्यही भएर अनि मामफुली सोल्टीलाई अस्ति नै पनि मैले म्यासेज गरेको थिएँ उहाँले ट्याक्क पेजमा म्यासेज गरेको थियो अनि मेरो आइडीमा गर्नु न मैले हेल्प चाहियो सोल्टी यताउता भनेको थियो अनि हुन्छ केही हेल्प चाहियो तपाईँले म सक्ने गरिहाल्छु नि त भन्नुभयो अनि त्यहाँबाट फेरि म बिचमा ग्याप भयो कि अनि सोल्टीले भेट्न जान्छु मामफुली सोल्टीले भेट्न जान्छु भनेर सोचिरहेको थियो ठ्याक्क ग्याप हो अनि त्यहाँपछि फेरि आज चाहिँ जानुपर्छ यार अब त युट्युब जर्नी सुरु भइसक्यो यस्तो तालले त हुँदैन कन्टेन्ट कस्तो बनाउने मार्केटमा कुन कन्टेन्टहरू चलिरहेछ कस्तो कन्टेन्टहरू खोजिरहेछ सोल्टीले भेटेर यसो अब एउटा केही हिङ्स होइन सल्लाह लिनु पऱ्यो भनेर चट्ट परेर म सोल्टीले भेट्न गएँ तर उहाँ चाहिँ उहाँको भ्लग हेर्दाखेरि तपाईँलाई पनि थाहा छ होइन कस्तो कस्तो भ्लगहरू आउँछ यसो हेर्दाखेरि हेल्पफुल हुन्छ कि हुँदैन त होइन त्यो सोचेँ क्या मैले यसो एकचोटि त सोधिहेर्छु यार भेट्नै पर्छ भेटेर गफै गर्नुपर्छ
भनेको है। सोल्लीले ठ्याक्क नम्बर दिनुभयो अनि टक्क लगाएर म भेट्न गएँ तपाईँहरूले देख्न सक्नुभयो। अनि हामी गफसफ गरेँ, यति हेल्पफुल हुँदो रहेछ उहाँ चाहिँ, बवाल लाग्यो मलाई चाहिँ, एकदम राम्रो लाग्यो। अब पछि अब राम्रै भइसकेपछि उहाँको फ्रेममा पनि म देख्छु होला होइन। अनि मेरो युट्युब फ्रेममा पनि उहाँलाई ल्याउनुपर्छ जसरी भयो नि, बिस्तारै बिस्तारै। अनि कुराकानी भयो, खाजासाजा खाएँ, एकदमै खुसी लाग्यो सोल्ली। तपाईँले हेल्प गर्नुहुन्छ भन्ने पुरा आशाको साथ होइन, एकदम खुसी लाग्यो मलाई चाहिँ। अब त्यतिखेर फेरि फर्स्ट टाइममा भेट्दा नि गफसफ गर्दाखेरि यसो बोल्दाखेरि अलिक झ्याउ लाग्छ कि मलाई चाहिँ होइन। अब सोल्लीले फर्स्ट टाइम भेटाएछ अनि एकदम आउट लागिरहेको थियो कि मलाई कसरी बोल्ने के गर्ने भनेर। तर मैले बोलेँ। पहिला प्रायः म त्यति बोलिराख्दैन नि त। अनि बोलिरहेँ टक्क भरेर आज चाहिँ फेरि बवाल आँट लिएर आज बोल्नुपर्छ, सोल्लीसँग भेट्नुपर्छ भनेर चट्ट भेटेँ। एकदम हेल्पफुल हुँदो रहेछ। उहाँलाई धेरै धेरै धन्यवाद, किनकि हामी धन्दा 1 घन्टा जति गफ गरेर बसिरहेको होला। यस्तो हो, उहाँको स्ट्रगलको बारेमा पनि सुनाउनु भयो। मैले पनि हेरिरहेको उहाँको स्ट्रगल कसरी सुरु भएको थियो, युट्युब जर्नीहरू कसरी के गर्नुभएको थियो, एकदमै सबै कुरो थाहा छ मलाई चाहिँ प्रायः। अनि उहाँले पनि यस्तो यस्तो हो, यसरी गर्नुपर्छ, अब सबै कुरा एकैचोटि हुँदैन, बिस्तारै बिस्तारै नै हुन्छ होइन भनेर भन्नुभयो। एकदमै खुसी लाग्यो। सोल्लीले धेरै धेरै धन्यवाद, टाइम दिनुभयो। अब नेक्स्ट टाइम हामी अब यो फ्राइडे टक्क ठमेल हाल्नु हुन्छौँ। सोल्लीको फेरि थाहा छ नि तपाईँलाई, अब मामफुली सोल्लीको अहिले क्रस फायर बाइक पनि डट 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 लाग्यो, थमेल चाहिँ हल्लाउँछ, अहिले पनि हल्लाइरहेको छ उहाँले। र सोल्लीले पनि धेरै धेरै धन्यवाद, तपाईँलाई पनि भिडियो हेरिदिनु भयो एकदम धन्यवाद। साथ सपोर्ट मलाई पनि गरिदिनु होला। उहाँलाई जति माया गर्नुभएको छ मलाई पनि माया गरिदिनु होला है त साथीभाइ। फेरि पनि अब भ्लग चाहिँ रेगुलर ल्याउने दिन्छु, जस्तो भयो नि जे भयो नि तपाईँहरूले एक्सेप्ट गरिदिनु होला। ल सो धन्यवाद, भिडियो हेरिदिनु भयो तपाईँहरूले, धेरै धेरै धन्यवाद है त। ल पछि भेटौँला।